हेलो साथीहरू, गुड मर्निङ। आज हेर्नु न मेरो मुख यस्तो भएको छ न, हल्का मेकअप गरेर बसौँ यसो टिकटक बनाउनको लागि भनेर हो। अब मैले पहिला सुरु सन क्रिम लाउँछु है। सन क्रिम पनि कस्तो सिद्धिन लाग्यो के आएकै होइन भाइ। कति नराम्रो हो के मेकअप नगर्यो भने त बिमारीको जस्तै मुख देखिन्छ। हेर्नु न मेरो फेस त के हो मेकअप गर्दाखेरि राम्रो देखिन्छ किन थाहा छैन, हजुरले भन्नु होला। तर मेकअप नगर्दा त यस्तो बिमारीको जस्तो फेस देखिने। यो प्लामर के मेकअप सेट हुन्छ अरे के यसले है। अब यो फाउन्डेसन है। अब यो फाउन्डेसनलाई मैले हातैले चाहिँ गर्छु कि मैले यसरी। अब के गर्ने, अब नभएपछि है उसै छैन कि कोरो छ, त्यही भएर हातले चाहिँ यस्तो गरेर मैले यस्तो मिचेर हल्का ट्याप ट्याप गर्छु है। फर्स्टचोटि होला हजुरहरूले पनि यस्तरी आउँला यस्तरी गरेको देखेको है। फोरो भन्छ क्या त्यो ब्लेन्डर के भन्ने, त्यही भएर औँलाले गर्न लाग्यो के हातले चाहिँ। अब मेकअप आर्टिस्ट हो के भन्छ नि, त्यो त होइन के। र घर बस्दा मेकअप गरिन्छ नि त। यस्तो कोही जान पर्यो भने घर बस्दाखेरि आफै गर्ने हो कि यसरी चाहिँ है साथीहरू। अब कहाँ गयो, फर्स्टमा चाहिँ थ्रेडिङ गराउँछु कि मैले चाहिँ। यो पनि हेर्नु नि यहाँ यस्तो भएछ के, कटरले काटेको त के भएछ है। यस्तो गर्ने है, हल्का यस्तो भी गराएको आउनुपर्छ कि मलाई यस्तरी उठाएको। कि मेरो यो चाया छ नि, चाया पनि ढाकिन्छ कि यस्तरी चुच्ची गरायो भने। मलाई यस्तै वाला मनपर्छ कि थ्रेडिङ चाहिँ। हेर्नुभयो नि हजुरहरूले नि। अब हेर्नु कति मजाले ढाकिदिन्छु मैले अब मेरो चायालाई। हेर्नु है, धेरै मेकअपको सामान त छैन, त्यही पनि यसो मिलाएर हल्का फुल्का गरिदिइहालौँ भनेर कि। देख्नुभयो कति मजाले ढाक्यो न। यस्तै मोटोवाला थ्रेडिङ मनपर्छ मलाई। यस्तो आफ्नो त के छँदै छैन, त्यो गाजर लाएर बनाउनु पर्छ कि। अरूको त कति मजाको हुन्छ राम्रो है। अब हेरौँ है, अब आइसेड लाउन चाहन्छु। फर्स्टमा यो व्हाइट कलरको यस्तो गर्ने के, यो चाहिँ यस्तो मजाले बसाल्ने दाग साग देखिन भनेर। यहाँ हेर्नु चाया कस्तो छ कि छ्या। फिल्टर लाउँदाखेरि पनि यो चाया देखिन्छ के। टिकटक बनाएर केही बनाऊँ भन्दाखेरि त ढाक्नुपर्छ। अब यसले के गर्ने हो हेर्नु त, यहाँ ए ढाक्न त पर्यो। नोजमा पनि यस्तो, नाकमा पनि आइरहेछ कि। यो घाममा काम गर्दाखेरि बेकारमा लेबर काम गर्नु गयो कि म। लेबर काम गरेको भएर पैसा त कमायो साथीहरू, आफ्नो फेसै यस्तो भयो कि। लेबर काम गर्न नि दुःखै छ, घाममा काम गर्नु गयो है। अनि पैसा त कमाइन्छ, आफ्नो फेस बिग्रिन्छ। हेर्नु न त्यो भयो, त्यही भएर मेकअप पनि के कस्तो भयो थाहा चाहिँ छैन। यही चाहिँ लाउँछु पहिला सुरु न।
पहिला सुरु मैले के ल्याउने मलाई फेरि यस्तो अलिकति यो मनपर्छ कि यो कलरको आई सेट हातले चाहिँ लाउँछु है म सबै चिज अब के गर्ने त नि त्यही भए सानैबाट हातले लगाएको भने जस्तो मनपर्छ कि मलाई अब उस लाउने उस लाउन भन्दा नि हातले मिलाएको मनपर्छ घरमा आफै बसेर मेकअप चाहिँ गर्नु पर्यो कि होइन यो चाहिँ हल्का यता पिङ्क कलर अलिकति यहाँ छिम्रा पनि होइन हल्का टल्किन्छ नि त गाजलमा अलिकति टल्किने हुन्छ कि अब यो चाहिँ फाइनली साथीहरू कता गयो सामान हेर्नु न छोरीहरूले के किनेर ल्याएछन् त्यही डल्ने अब सिद्धि खा भाइ यो त त्यही पनि अब भ्यालेन्टाइन डे आउन लाह अब राम्री बन्ने भनेपछि कसरी राम्रो बन्ने होला हेर्नु न अब बुढाले पनि नरुचाउने भयो यो यस्तो सिद्धि अनि कसरी लाग्ने राम्री भए पो अब होइन बुढाले पनि मेरो बुढी कति राम्री हुन् भन्छन् र माया गर्छ नि त अरूतिर ध्यान गर्दैनन् कि भ्यालेन्टाइन डेको बेलामा आफ्नै बुढीलाई गिफ्ट दिन्छन् अरूलाई गिफ्ट दिन्नन् देख्नुभयो यो चाया हेर्नु न जति गर्दा पनि जान्न कि मलाई त टेन्सन लागिसक्यो भाइ चायाको तेरी आँखों में पाले मेरो फेरि उस कहाँ गयो कि अब के गर्ने साथीहरू गाजर लगाइदिन्छु पहिला सुरु है मलाई फेरि यहाँबाट लर यस्तो गराएको अनि त्यसपछि यो टुप्पो छोपेर यहाँ हालेको मनपर्छ है यसरी देख्नुभयो नि गाजर यो वाला चाहिँ मनपर्छ के यस्तै सुहाउँछ नि त मेरो आँखामा हल्का मोबाइल ऐनामा हेर्न र मोबाइलमा हेर्न धेरै फरक पर्छ भाइ हेर्नु न अनि यो फेरि हल्का यस्तो गऱ्यो भने मलाई राम्रो लाग्छ कि मेरो आँखामा सुहाउँछ त्यही भएर के गर्ने अब पाल्नु सिके छैन है नत्र मेकअप गर्न त्यस्तो मनपर्छ नि मलाई तर झ्याउ लाग्छ है कहिले कसँग त्यो घर बस्ने के गर्ने हाउसवाइफ भयो भने त्यस्तै हुन्छ कि झ्याउ लाग्ने छोराछोरीलाई स्कुल पठाउने रेडी बनाउने खाना बनाउने धेरै जस्तै बाबु सानो हो नि त बच्चाहरू सानो सानो भयो नि त मेकअप गर्न पनि नमन लाग्ने के हो मलाई मात्रै हो कि अरूलाई पनि हो है हजुरहरूले भन्नु होला बच्चा सानो हुँदा त मेकअप गर्न पनि नमन लाग्ने पहिला पहिला झन् त चुलामा खाना पकाउँदाखेरि चुलाको त अब हजुरलाई थाहा नै छ होला के यसो बसिहाल्यो भने पनि कालै हुने कि कपडा चाहिँ पुरै अनि बुढाले हो खाना पकाउँछौ कि तिमी त्यो पुरै कालो जति लगाएर बस्छौ कपडाभरि भन्छन् कि काम गर्ने मान्छेले पनि राम्रोसँग गर्थेन होला भन्छन् अब के गर्ने यो चुच्चे पनि के भयो यस्तो हेर्नु न के भयो भाइ एउटा माथि एउटा उस भयो कि है केही हुन्न अब यत्तिकै भयो पनि गर्नु पर्यो अब हजुरले भन्नु कस्तो देखिन्छ है मेकअप गरेपछि मेकअप नदेख्नु भयो नि सुरुमा फेस कस्तो थियो मेकअप नगर्दा मस्कारा लाउनु पर्यो कि हल्का न पर्ला माथि हेर्नु न अब के गर्ने मस्कारै लाउँदाखेरि पनि पर्ला माथि जान्न अब लामो परेला भए पो राम्रो देखिन्छ अब आफ्नो त परेले गायब भयो यही हराह परेलै देख्यो छैन नि त मलाई फेरि परेला पनि मस्कारा पनि लाउन एकदम मनपर्छ कि मेरो मम्मीलाई पनि यस्तो मन पर्थ्यो होइन मस्कारा नभए पनि मम्मीले चाहिँ हातले यस्तरी फर्काउनु हुन्थ्यो कि परेला चाहिँ गाजल नलाए पनि मेरो मम्मीलाई चाहिँ मस्कारा चाहिँ लाउन मन लाग्ने मलाई फेरि गाजल मनपर्छ पहिल्यैबाट
हल्का कालो कालो बनाऊँ भनेको कि यहाँ यस्तो राम्रो देखिन्छ नि त। हेर्नु न कहाँ गयो मेरो पर्ला, गायब भयो है। अनि लिपस्टिक कता गयो फेरि, मेकअपको सामान खोज्दा खोज्दा हैरान हुन्छ कि मलाई त फेरि। डब्बा पनि कता गयो छ्या। लिपस्टिक पनि सिद्धे। अब यस्तो एउटा सिन्दुर त छैन, कता पऱ्यो हो। टिका भए पनि लाऊँ न, यसो बिहा भएको हामी भएपछि फेरि टिका लाउनु पऱ्यो क्या, राम्रो देखिन्छ होइन टिका लगाएपछि। यो चाहिँ घरमै बसेर के कहीँ कहीँ जानु पऱ्यो भने अब पैसा सिसा हुन्न नि त। अब आफैले घरमै कोसिस गऱ्यो भने त राम्रो हुन्छ नि त। त्यही भएर आफैले के यो म हल्का काली छु म, अनि काली भएको भएर कथा कलरको मनपर्छ कि लिपस्टिकहरू हेर्नु न। कृष्ण हरे यत्तिकै लाग्यो है। कथा कलरको मनपर्थ्यो कि छैन, अनि यो अहिले चाहिँ कलेजी कलरको पनि राम्रो देखिन्छ है, ब्ल्याक ब्युटी होलाखेरि। यो भनेको यति गरेपछि हामीले के हुन्छ साथीहरू, यो मेरो अझै चाया देख्यो क्या हल्का, यो व्हाइटले ढाकिदिनु पर्यो होइन, कस्तो नराम्रो देखिने के। ल हेलो साथीहरू, ल कस्तो देखियो कमेन्टमा भन्नु होला है। यो भनेको बुढाको पैसा बचत है। यत्तिको गर्न सिक्यौँ भने बुढाको पैसा बचत हुन्छ। यत्तिको मेकअप गरेर भने पार्लरमा 500 रुपियाँ लिन्छ कि साथीहरू। केही नगरे पनि यत्तिको मेकअप गरे पनि गाजर लगाइदिने, लिपस्टिक लगाइदिने, हल्का आइसेड लगाइदिने गर्छ, 500 रुपियाँ अरे। त्योभन्दा त घरमै बसेर सिक्ने अनि यत्तिको राम्री बन्ने है, अनि पार्लरको पैसा बचाउने, आफ्नै घर खर्च हुन्छ। बाई साथीहरू।